बताउँछु मेरो छोरालाई मलाई केही पनि हुन दिन्न म तँलाई जसरी पनि बताउँछु ए भूतेश्वर बाबा भूतेश्वर बाबा इज अवेलेबल नाउ इन अमेजन प्राइम भूत प्रेत निकट नहीं आवे हनुमान जब नाम सुनावे भूत प्रेत निकट नहीं आवे हनुमान जब नाम सुनावे डीजे 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 भूतेश्वर बाबा मेरो छोरालाई जसरी जोगाइदिनु पर्यो हजुर यो त मासिन लाग्यो तिम्रो छोरा मासिँदैन बालक नाच्यौ तिम्रो घरमा किचकन्डी चुरेटी घोडेभूत मुरकुटा सबैको बास देखिसके मैले मेरो शक्तिले पत्ता लगाइसक्यो अब तिम्रो बालकलाई मैले सिधै सन्चो बनाइदिन्छु हेर माइला यो भूत पिरेल धामी झाइरिया पछि नलाग तेरो छोरो बेलेमा खेर जाला बरु जति सक्दो छिटो हस्पिटल लगेर उपचार गरिहाल है। ठीक भन्नुभयो दाइ यस्ता ढोंगी बाबुको विश्वास गर्न थालिस् भने माइला बेलैमा छोरो गुमाउला विचार गर है हस्पिटल लैजा रुका लाएर मलाई ढुङ्गी भन्ने तिमीहरूले मेरो विश्वास नगर्ने मेरो शक्तिको अपमान गर्ने भूत प्रेत निकट नै आवे डीजे 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 बुलबुल सन्देम डीजे बुलबुल डीजे डीजे सन्देम लौन हजुर केही गर्नु पर्यो हजुर त महान शक्तिमान हुनुहुँदो रहेछ शक्तिमान गरे शक्तिमान त मेरो चुम्चो बालक शक्तिमान त मेरो चुम्चो भूत प्रेतले तेरो घरमा बास गरेदेखि भन संकेतहरू के देखा परेका छन् गुरु जुन दिनदेखि यहाँ भूत प्रेतको बास छ त्यो दिनदेखि अफै हुन्छ हेर्नु रोक्नुहोस् म तपाईँलाई देखाउँछु एकछिन रोक्नुहोस् हेर्नुहोस् है मोटर पानी बग्छ यहाँबाट यो बटनमा के पो भयो यहाँ भूत बस्याउन सक्छ हेर्नु है हेर्नु केही पनि हुन्छ यहाँ सुनसान छ ट्याक्कै बत्ती बन्छ सुरुवाती लक्षणहरू यस्ता अब यता हेर्नुहोस् हेर्नु गुरु यो ढोका खोलेपछि ढोका खोलिन्छ फेरि यो बन्द हुन्छ चुक्कु लाग्छ फेरि खोलेपछि फुल चल्छ रहेछ होइन हेर त आफ्नै अनुहार देखिन्छ यस्तो कालो कालो छोरो त्यहाँ दिनको टेकेर बिरामी गरेर हैरानमा चाहिँ केही गर्नु पर्यो हजुर पर्नु बालक भूत प्रेत निकट नहीं आवे डीजे 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 बुलबुल तेरो घरमा भूतको होइन तेरा छोरालाई त्यही चरी नै लागेको रहेछ हस्पिटल लैजा यो संकट मैले तेरो समाधान गर्न सक्दिनँ बालक पक्कै भूत रहेछ ए गुरु हामीलाई अलपत्र नबाड्नु न ए गुरु ल बालिकेहरू यो सुतेश्वर बाबाको तपाईलाई कतिको विश्वास लाग्यो नानी तपाईँ भन्नुहोस् त गुरुजी मलाई त हजुरको 100% विश्वास छ के विश्वास गर्छु मैले तपाईले मेरो पोइ मरेको सपना देख्छु भन्नुभएको थियो भोलिपल्ट बिहान प्रेसर लागेर मरे ठाउँको ठाउँ बड्डो त अहिले म निकै खुसी छु म अब अर्को पोइले जान्छु गुरुजी हजुरको जय जय होस् खुट्टा पर्दैन अनि बालिके तिम्रो के भयो समस्याको समाधान भयो कि नै त भएन गुरुजी ममा बच्चा नभएर हैरानै भएकी थिएँ नि तपाईँले राति सपनीमा आएर बच्चा बनाइदिन्छु म भन्नुभएको थियो ठ्याक्कै बच्चा बनाइदिनु भयो अहिले जुम्लिया बच्चा छन् मेरा बुढामा अब यही खुसियालीमा मैले चाहिँ हाम्रो ज्योतिषी बालाई 100 रुपियाँ चाहिँ दिन सक्छु जाऊ बालिके हस् धन्यवाद गुरुजी अनि बालक तिम्रो के भयो तिम्रो समस्याको समाधान भयो कि नै गुरुजी तपाईँ त यो गरिबको लागि भगवान हो गुरुजी तपाईँले हिजो राति सपनामा म आएर चाहिँ सुनलाको देखाइदिन्छु भन्नुभयो नि हो हेर्नु त बिहानपल्ट त कहाँबाट सुनाएर त गुरुजी गुरुजी 110 रुपियाँ गुरुजी तपाईँलाई मेरो कता पाउ ल्याउनु त तपाईँको पाउ पनि जाऊ के पाउ मसिनो माने मैले गुरुजी जाऊ बड्डा नजानु कि बड्डा नजानु तपाईँ जानुभयो भने म कसरी बस्ने कसको मुख हेर्ने बस्ने नजानु कि बड्डा हेर बड्डी अब भविष्यको सहारा भनेको यही छोरो फ्री फायरमा लागेको छ छोरीको ताल त्यहाँ हेर टिकटक दिनभरि टिकटक छोरो दिनभरि फ्री फायर अब क्या गर्ने त अब म विदेश नगइ नहुने भएको छ कि म गइजान्छु बड्डी यिनीहरूका के कुरा गर्ने बड्डा छोड्दिनु के नजानु मेरो यो मुख हेरेर भए पनि यही बस्नु के बड्डा तेरै मुख त मलाई हेर्न मन लाग्दैन छोराछोरीलाई सम्झा एकचोटि हेर त यिनीहरूको भविष्य यही हो छोरी टिकटक छोरो फ्री फायर एकचोटि सम्झा त अरे मम्मी कति ल्याङ गर्यो क्या फ्री फायर खेल्दाखेरि खेल्न दिनु न कति करा होला नि एउटा टिकटक बनाएर ड्राफमा राख्न पाएन कराछन् टिकटक पनि बनाउन नदिने ठिक छ छोरी बना टिकटक
त पनि फ्री फायर खेलेर बस भोलि पर्सि म परदेश गएर मरेर आउँदाखेरि तिमीहरूको जिन्दगी भविष्य डामाडोल हुन्छ अनि थाहा पाउनुहोस् अलिकति सोचेको छस् यो उमेरमा तेरो बाउ परदेश जान लागेको छ सरी बाबा, अबबाट म फ्री फायर खेल्दिनँ। अबबाट म हजुरको आज्ञाकारी छोरा भन्छु। हो बाबा, अबदेखि म पनि टिकटक बनाउन्न, आमालाई सहयोग गर्छु, सबै घरको काम गर्छु। हेर बड्डा, यत्तिकै बुझ्ने छोराछोरी भएपछि त हामीलाई पनि कति खुसी लाग्छ। ल तिमी विदेश जान सक्छौ बुढा, तिमी विदेश जाऊ, राम्रोसँग कमाऊ, हामी तिनमा छोरा घर बस्छौँ, राम्रोसँग काम गर्छौँ, खान्छौँ। जाऊ, तिमीलाई शुभकामना छ बुढा। डियर स्टुडेन्ट, वाट